हेलो नमस्ते सबैजनालाई म तपाईको प्यारो आसन सिन्जाली मगर फेरि ब्याक भएको छु आफ्टर लङ टाइम र आज चाहिँ हामी आएको छौँ एकदमै बवाल हुन्छ नि जस्ट लाइक हामी चाहिँ अहिले चाहिँ नेपालमै छौँ जस्तो फिल गरिरहेको एकदमै बवाल छ एकदमै चराचुरुङ्गीको आवाज पनि आइरहेको छ साइडबाट अनि एकदमै राम्रो हामी चाहिँ हरियाली वन जङ्गलमा आएको छु अनि यहाँ चाहिँ के भनेर बिल्ला हामीले हाँसिराख्नु भएको छ म चिनाउन चाहन्छु मेरो नन अदर देन माई प्यारो बिग ब्रदर फ्रम अनदर मदर लदाई हेलो 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 एभ्रिवान कतिचोटि भन्नु के लाइभ एन्ड सब्सक्राइब कतिचोटि भन्नु हैन नाम बताइदिनुस् फेरि बिर्सिसक्यो होला नि दर्शक मेरो नाम समीर चौधरी हो आई एम फ्रम सुनसरी झुम्का सर ल त्यसपछि समीर दाइको को हुनुहुन्छ बिग फ्यानहरु भेट्न मन लागेछ झुम्का आउन सक्नुहुन्छ तपाईहरु सबैजना झुम्का लाएर जानु होला नि आएर हैन हो सही हो ल भन्दै यता मेरो लेफ्ट साइडमा हुनुहुन्छ मेरो एकदमै प्यारो मित्र व्हाट्स अप ब्रदर वास ब्रो काटै यो चाहिँ काट ल ब्रो हामी चाहिँ के यो जंगलमा हरायो यहाँ म चाहिँ म्याप हेर्दैछु ल ठीक छ ल हामी चाहिँ म्याप हेर्दा यतापट्टि हाम्रो बुद्ध दाइ पनि हुनुहुन्छ पनि हाम्रो ब्लगर ओके नो प्रब्लम र त्यही हो ल एकदमै बवाल ठाउँ चाहिँ म्याप चाहिँ किन हेर्ने धेरै पछि एकदमै लामो सास फेरिरहेको छ हामी एकदमै राम्रो अलिकति गुड इन्भाइरोमेन्टमा भएको कारणले अनि तपाईले देख्न सक्नुहुन्छ कस्तो दामी छ कति दामी कति हरियाली कति हुन्छ नि वर्णन गरेर कुनै शब्दै छैन कि यस्तो बवाल ठाउँ हैन आहा म चाहिँ यहाँ आएको थिएन कि म चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो समीर दाइले चाहिँ हामीलाई टक्क यहाँ छ है यस्तो ठाउँ है भनेर बल्ल थाहा भएर चाहिँ हामी चाहिँ सबैजना आएको छौँ र एकदमै मजा आयो साइकलमा सरेर भित्री बाटो हामी है आयौँ अनि वन जङ्गल पुरा हरियाली अहिले त एकदम हरियाली सिजन रहेछ कि हैन दाइ एकदम हरियाली सिजनमा चाहिँ हामी चाहिँ घुम्न आएको छौँ अनि धेरै धेरै धन्यवाद हाम्रो दाइले यस्तो दामी ठाउँमा लिएर आएर माइन्ड फ्रेस गराइदिनु भएकोमा अब यसै गरी नै फ्रेस भयो हामी चाहिँ घुम्नेवाला छौँ यताबाट अब कता कता हुन्छ होइन गाइस त्यही हो ल भन्दै अब चाहिँ यस्तै हो जिन्दगी दर्पण छ लाइफ इज ब्युटिफुल किप स्माइल माथिबाट फर्केर आएर यिनीहरू जाँदैछ नि त्यही बाटो जानुपर्छ कि अर्को सिटी ल यस्तो खतरा छैन लगे जाम्पे ल राइटमा हिँड्ने मोबाइल चलाउने नि साइकल तपाईँ बिचमा आउनुहोस् के म आसन पछि तिमी ल हिँड्ने बाटोदेखि अगाडि लरिबरी ल है Oh shit. Bobal. Dami. Mito. Let's go. Woo! Strong that and सबैजना सन्चै हुनुहुन्छ होला सबैजना आरामै हुनुहुन्छ होला के कस्तो छ हल्लीचल्ली हालखबर आई थिङ्क अल इज वेल सबैजना आफ्नो ख्याल राख्नु होला आफ्नो परिवारको ख्याल राख्नु होला अनि आफ्नो सपनासँग जुट्नु होला one day you achieve a dream यस्तो मिठो चराहरू कराउने कि यस्तो जङ्गलहरूतिर फेरि मजा लाग्ने क्या सुन्नु हामी चाहिँ भर्खरै हल्का फोटोसुट हान्यौँ होइन अब के गर्ने यस्तो एउटा सम्झनाको लागि चाहिँ फोटोसोटो ट्याक्क खिचेर राखेको पछि यसो याद आउँछ भनेर ल यही सबैजना आफ्नो मोबाइलमा व्यस्त हुनुहुन्छ म पनि क्यामेरामै व्यस्त छु त हाम्रो दाइ पुरा एकदम बवाल छ क्या मान्छेहरू दौडिन आउँछ यताउता साइक्लिङ पिस है
ङ्याउ ङ्याउ केहीको आवाज छैन, मात्र चराचुरुङ्गीको मात्र नेचुरल कुराहरूको मात्रै आवाज छ क्या ढाक्क। रुखहरूको सरर आवाज चलेको, पातहरू, चराहरू, फिल लाइक हेभन। म चाहिँ अहिले स्वर्गमा छु जस्तो महसुस भइरहेको छ मलाई, त्यसै कारणले मलाई एकदमै फ्रेस बवाल फिल भइरहेको छ। चक्कामा लाप्काले ताक्का लगाइदेला। We have to search चक्का, हामीलाई चाहिँ अलिकति थाहा भएको कारणले दामी। हामी चाहिँ नयाँ बाटो आइपुगिसकेका छौँ, नयाँ लुक्स। साइडमा छ हाइवे, गाडीहरू कुदिरहेको छ, यता छौँ हामी पनि कुदिरहेका छौँ। रमाइलो ट्रिप भइरहेको छ, एकदमै मजा आइरहेको छ साइकलमा सवार आफ्टर लङ टाइम। आहा मजा। बारी बारी मकै बारी के हजुर मिठो। ओहो आमा बवाल छ त्यहाँ यार। Chop say. दामी। फाइनली वी आर होम। साइकल पनि राखियो, अब सर्भिस पनि लगाइयो, यस्तै छ अलिअलि घुमघाम। बाई बाई, सी टुमोरो। बाटो कुमोरो। फेरि अर्को ब्लगमा भेटौँला। अहिले छोटो मिठो हल्का रमाइलो मात्र है त। यता पनि हल्का हरियो वन जङ्गल देखाएको मात्र। ओह के हो यस्तो। Bye. Life is beautiful.